काका नमस्कार बस्नुहोस् कहाँदेखि आउनुभयो नि तनिङबाट आएको मेरो झारु नगरपालिका हजुर बुवा वार्ड नम्बर 2 हजुर नाउँ मेरो हैदराबाद बन्दरगाह ए म चाहिँ यसो पाहाड पर्वत डाँडा काँडा खोला नाला हजुर हेरौँ टुलौँ। अनि के अरे छोराछोरी हुनुहुन्छ कि नै तपाईँहरूको मेरो 3टा छोरा छन् 2टा छोरी छन् हुन्छ र उनीहरू आफ्नो सुरुमा छन्। ठिक छ बुवा एउटा मिठो गीत सुनाउनुहोस् न त है दशधार दुध खायो आमा मुतारी दशधार दुध खायो आमा मुतारी छोराछोरी पायो भने कठे बर सुख होला भने जन्मै परी के देख्यौ रे खाऊ जता जान्छ कर्मा पुगेछ सारी बन्दरी छेउछेउमा समुद्र तीर्खा मनभरि छेउछेउमा सखा जता जान्छु कर्मा पुगेछ सारी बन्दरी रेखा जता जान्छु कर्मा पुगेछ सारी बन्दरी छेउछेउमा समुद्र तीर्खा मनभरि 9 महिनासम्म आमा गर्भ जाँदा लियो 10 महिनासम्मलाई पुरा कष्ट दियो 11 दिनसम्मलाई जीवन गनाएर राखिदियो भण्डारामा गुणा बनाएर तिम्रो दुर्भाइको भारा कहिले मैले तिरेर सर्कुला सारी बन्दरी छेउछेउमा समुद्र तीर्खा मनभरि दुर्भाइको भारा कहिले मैले तिरेर सर्कुला सारी बन्दरी छेउछेउमा समुद्र तीर्खा मनभरि। हजुरहरूले त साह्रै मिठो गीत गाउनु हुँदो रहेछ। तपाईँको गीत सुन्दा त मेरो त मनै भकानी हो। कति मिठो छ हजुरहरूको। हजुर के गर्नु त नि हाम्रो जातले पाएको होइन। अब भगवान्कै ढोका देखाउँदै अब तिमी सारा संसार मागेर खाऊ तिमीलाई संसार फेरि छ भनेर भगवान्ले दिनुभएको वरदान होइन।
हामी अहिलेसम्म हाम्रो रीतिरिवाज छोडेका पनि छैनौँ। छन त छन्, छोरा छन्, छोरी छन्। छोरी पनि अब अर्कैहरू जानु पर्यो, छोराले पनि अब बुहारी ल्याएपछि उनको जान परिवार ढाक्नै मुस्किल छ हजुर। अनि बुढाबुढी अब हातबाट चल्नु जस्तो त्यसो हिँडौँ डुलौँ बुढा खाम भनेर बुढाबुढी भएर मिलेर हिँडिया छ हजुर। के गर्नु पर्ने होइन, यस्तै छ संसार। दुःख सुख सबैलाई पर्छ होइन हजुर हजुर हजुर। त्यो दुःख हामीले सहेरै बस्नु खटेरै खानुपर्छ कि हजुर। गर्नु पर्दैन। अब म पनि हजुर जस्तै दुःख पाएको मान्छे हो, आफूले सानो सकेको सहयोग गर्छु है। हजुर हजुर बुवा लिनुहोस् है। हजुर। जय कल्याण हुन्, भरिपूर्ण हुन्, गरा शान्ति हुन् बाबु, सधैँभरि दिएर खान पुगोस् मेरो बाबुहरूलाई है। ईश्वरले पनि आँटे ताकेको कुरा पुरा गरिदिनु, हजुरहरूले आँटेको कुरा पुरा होस्, मेरो बाबुहरूलाई जय कल्याण होस्, नौगरा शान्ति होस्। हुन्छ ल, पानी पर्ला जस्तो छ हजुर हजुर। राम्रोसँग हस् हजुर आफ्नो ख्याल राख्नु होला है, राम्रोसँग जानु होला। अब कता माथि जानुहुन्छ है कता? हजुर अब माथितिरै घुम्दै जान्छ हजुर। हस् हुन्छ है, राम्रोसँग जानु। हस् है। हस् काका निर्मल भतिज त यतिका वर्षपछि हाम्रो घरमा यत्रो समय त कहाँ थिइस् भतिज? हामीले त तँलाई भेट्ने आशा मारिसकेका थियौँ। आज त हाम्रो घरमा हराएको जुन टुप्लुक्क उदाएको जस्तो भएको छ भतिज। Angin siapa salah jangan orang tu dia bahal yang bad. बुढा हाम्रै भति निर्मल होइन? हो बुढी, हामीले निर्मल भतिजु। अनि भतिज यत्रो समय त कहाँ गएको थिइस्, कहाँ हराएको थिइस्? खै कहाँ थिए भनेर काका, हामी मान्छे त केवल एउटा समयद्वारा खेलाइने खेलाउन जस्तै रहेछौँ। कहिले समयले कहाँ पुऱ्यायो, कहिले कहाँ। आफू जन्मेको गाउँ, आफू हुर्केको ठाउँ त मलाई पनि फर्किन रहर हुन्थ्यो, तर रहर भएर मात्रै सबै कुरा नहुँदो रहेछ। के गर्नु त भतिज, मान्छेको भाग्यमा लेखेको कुरा त त्यो हामीले भोग्नै पर्छ। तर जे भए पनि आफ्नो रगत र नाता बिर्सेर यसरी बेखबर हुनु त भएन नि। तेरो आमाको मृत्युपछि तिमीहरू बसे सरेर सहरतिर गइहाल्यौ। त्यसको केही समयपछि दाइको पनि मृत्यु। दाइको मृत्यु भएपछि त पनि सम्पर्कविहीन भइस्। तँलाई खोज्नको लागि हामीले केही कसर बाँकी राखेन। गाउँमा बुझेनौ कि सहरमा बुझेनौ कि कहाँ कहाँ बुझेनौ, तर त
कहीँ पनि भेटिनस्। हामीले तँलाई धेरै खोज्यौँ भतिज, धेरै खोज्यौँ। काका हराएको भए भेटिन्थ्यो होला। म त कसैले नदेख्ने गरी, कसैले नभेट्ने गरी संसारको सबैभन्दा अँध्यारो कुनामा लुकेको थिएँ। यस्तो ठाउँ जहाँ मान्छे होइन आफ्नै नाम पुग्न पनि डराउँथ्यो। तर निर्मल बाबु, आखिर घर छोडेर हिँड्नुपर्ने कारण के थियो र त्यस्तो? बाबाले संसार छोडेर जानुभन्दा अगाडि आफ्नो नाममा भएको सम्पत्ति सबै मेरो नाममा गरिदिनु भएको रहेछ। त्यही सम्पत्ति पाउनको लागि मेरो सौतिनी आमाले मलाई गुन्डा लगाएर मार्न खोजिन्। त्यसैले मैले आफ्नो ज्यान जोगाउनलाई कति टाढा गएर लुकेको थिएँ। तेरो आमाको मृत्युपछि तिमीहरूलाई आमाको माया कमी नहोस् भनेर दाइले अर्को बिहे गरेको थियो बाबु। तर भाउजू हामीले सोचेको जस्तो रहेनछन्। ल सबै कुरा छोड्दै भनिस्। थाकेर आएको होलास्, भोक पनि लाग्यो होला, भित्र गएर खाना खाऊ, अनि पछि सबै कुरा गर्दै गरौँला। ल ल हतिस बस। ल कस्तो लाग्यो तँलाई खाना? मिठो लाग्यो। मैले आफ्नै हातले पकाएको। ए हो र, त्यति मिठो खाना पकाउनुहुन्छ? ल खाना मात्रै हो र, म घरमा कुचो लाउँछु, लुगा धुन्छु, सबै काम गर्छु। ए ठिक छ त। साँच्चै काका सुन्नु न, तपाईँ उता सहरको हाम्रो घरतिर बस्नु भएको कि थिएन? यदि उतातिर गएको भए मेरो बहिनीको बारेमा के बुझ्नु भएको थियो कि? गएको थिएँ भतिज। 1 वर्ष अगाडि म सहर जाँदाखेरि तेरो घरमा बसेको थिएँ। तेरो सौतिनी आमाले बहिनीले राम्रो व्यवहार गरेको जस्तो चाहिँ मलाई लागेन। यसो हेर्दाखेरि पनि मैले केही कुरा चाहिँ आफ्नो अनुमानले बुझेँ। त्यो तेरी सौतिनी आमाले मलाई मुखले मात्रै ठिक्क पारेको हो भन्ने त मलाई कता कता शङ्का लाग्यो। पछि तेरो बहिनीले घरमा कोही पनि नहुँदाखेरि सौतिनी आमाले गरेको व्यवहार धुरो धुरो गएर मलाई भन्यो। साह्रै मन कटक्क खायो। त्यही बेला भतिज तेरो बहिनीले तेरो विषयमा सोध्दै थिए मलाई, दाइ के गर्दैछ, कहाँ छ भनेर। मैले नि भन्देँ तेरो दाइलाई मैले भेटिसकेको छु, चाँडै तँलाई लिन आउँछ भनेर भनिदिएको छु। मैले आफ्नै बहिनीलाई कहिले पनि खुसी पार्न सकिनँ। म उसको असल दाइ बन्न सकिनँ काका, सकिनँ। के कुरा गर्छस्? किन त असल छैनस्? यो तेरो गल्ती होइन, यो समयको गल्ती हो। खै त साँच्चै काका, हाम्रो पुरानो घर भत्किसक्यो कि उस्तै छ? ए तेरो घर अझै पनि तँलाई घरको याद आइरहेको छ होइन? घर बाबु मान्छे नबस्दाखेरि अलिकति नराम्रो चाहिँ छ। एकपल्ट गएर हेरौँ न है। जाने हो त? त्यसो भन्छस् भने जाऊ नै।
काका सायद बाबा आमा जीवित भएको भए यो घर यसरी टुहुरो हुँदैन थियो होला। यो घरसँग मेरो सानैदेखि जोडिएको एउटा छुट्टै जीवन छ। यो घरका हरेक भित्ताले मेरो बाल्यकाल देखेका छन्। हरेक कुनाले हाम्रो परिवारको हाँसो अनि रोदन सुनेका छन्। हाम्रो परिवारको यस्तो अवस्था देख्दा यदि यो घर बोल्न र रुन सक्थ्यो भने सायद हामी भन्दा पनि धेरै रोइदिन्थ्यो होला। तिमीहरू यो गाउँ छोडेर सहर गइसकेपछि मैले यो घरलाई जोगाउन धेरै कोसिस गरेँ, तर भतिज मान्छे बिना घर पनि उजाडिँदो रहेछ। लाग्दछ भतिज यो घरका भित्ताहरूले पनि आफ्ना मान्छेलाई पर्खिँदा पर्खिँदा टुटेर थाकिसकेका छन्। काका सायद मैले यही घरमा आँखा खोले, यही आँगन टेकेर हुर्किए, यही आँगनमा मेरो बहिनीसँग हाँसे खेले कुदे। यही आँगनमा आमा बाबासँग खुसीका पल बिताएको मलाई अझै पनि याद छ। तर समय यस्तो आइदियो, आमा बाबा सधैँको लागि टाढा जानुभयो। बहिनी कता छ? म यहाँ छु। फेरि सबै परिवार एउटै छाना मुनि हाँसी खुसी बस्ने दिन त कहिले पो आउला र काका। जिन्दगीमा केही घाउहरू यस्ता हुन्छन् जो कहिले पनि निका हुँदैन। के गर्छस्? ती घाउलाई बोकेर भए पनि अगाडि बढ्नुपर्छ। विगतलाई सम्झिनु नराम्रो कुरा होइन बाबु, तर विगतलाई सम्झेर बस्नु वर्तमान हराउनु हो बाबु। हिम्मत नहार बाबु, भगवानले तँलाई अहिले दुःख दिए पनि पछि सुखका ढोका अवश्य खोलिदिनेछ। अब जाउँ लाइन। दिदी तपाईँ के हो? भतिजा आएपछि त साह्रै खुसी देख्छु त। मलाई भतिजको माया साह्रै लाग्छ कि के हो? भतिजको माया लाग्यो होइन कि भतिजको सम्पत्तिको चाहिँ माया लाग्यो हो। मलाई लोभ लागेको हो। तैँले कुरै बुझे छैन। हेर्दै जा, म अब के गर्छु। सम्झाउँदा नमान्ने कोही कोही मान्छेको त अनुहार पनि हेर्न मन लाग्दैन मलाई। फेरि जसको अनुहार मलाई हेर्न मन लाग्दैन त्यहीसँग बाटोमा भेट हुन्छ। समाजको इज्जत धुलोमा मिलाउनेहरू जहाँ गए पनि आँखा अगाडि आइपुग्छ। अर्काको साथमा मान्छे सौता आएर पनि कसरी ढुक्क भएर हिँड्न सके? मैले तिमीलाई अस्ति नै भनेकी थिएँ निर्मल तिमीले सोचेको जस्तो मान्छे होइन भनेर। अहिले त तिमीलाई निर्मलको बारेमा सबै कुरा थाहा पनि भइसकेको छ।
आफ्नो बाटोसम्म नत्र पछुताउनु पर्ला। म त उहाँहरूको मिलन भएपछि फर्किन लागेकी थिएँ। मलाई दिदीले रोक्नुभयो अनि त्यो घरमा स्थान दिनुभयो। उनीहरूले रोके भन्दैमा तिमी रोकी नि? यो समाजले जेठी श्रीमतीको भन्दा सौता बनेर आउने कान्छी श्रीमतीको गल्ती देख्छ। अर्काको श्रीमानमाथि सौता भएर यति निर्धक्क साथ कसरी हिँड्न सकेकी तिमी? यदि म तिम्रो ठाउँमा भएको भए कि त घर छोडेर हिँड्थे या त लाससम्म पचाउन नसकेर कतै गएर मर्दिन्थे। तिमीलाई त लाससम्म मजाले पचाउन आउँदो रहेछ। तिमी जस्तो मान्छेले गर्दा यो हाम्रो गाउँ समाज बिग्रिने। आज तिमी अर्काको घरमा सौता बनेर आएकी छौ। भोलि गाउँ समाजले के सिक्ने? गाउँ समाज? यो गाउँ समाजको नाम लिएर अरूलाई दोषी नबनाउनु। यो गाउँ समाजले त सत्य नबुझी जे मन लाग्यो त्यही भन्छ। तर सबै सम्बन्ध स्वार्थको लागि जोडेका हुँदैनन्। तर कुनै सम्बन्ध कसैको जीवन बचाउनको लागि जोडिएको हुन सक्छ। र अर्को कुरा, हाम्रो घरको विषयमा यति धेरै चासो तपाईलाई किन? हामी कसरी बाँच्ने हो त्यो निर्णय हामी आफै गर्न सक्छौँ। हामी दुईजना सौता भएर हैन, दिदी बहिनीको माया र विश्वासले एउटै घरमा बसेका छौँ। त्यसैले हाम्रो सम्बन्धलाई बाहिरबाट हेरेर फैसला नगर्नुहोस्। जुमा हिँड घर जाम। यो म साथी भतिज माथाभरि काइला छैन। काइलाले पनि गाउँ छोडेर गयो। कहाँ गयो पत्तो पत्तै छैन। के त काका, गाउँ त पुरै बित्तिए जस्तो छ। के गर्छस्? कोही सहर गएर बस्यो, कोही विदेश गएका छन्, कोही तराईतिर गएका छन्। अब बुढेसकालमा यो गाउँमा लास बोक्ने मान्छे पनि हुँदैन जस्तो छ। तर बाबु, त चाहिँ यही गाउँमा बस्नुपर्छ, नजाने हामीले छोडेर। काका, म त केही दिनको लागि मात्र आएको। के भन्छ? ओ काका, म त बहिनीको बारेमा बुझेर सहरमा बहिनीलाई लिन जान्छु भनेर आएको। बरु बहिनीलाई के कसरी सहरबाट लिन सकिन्छ भन्नु न। खै कसरी भनौँ? सबै कुरा मैले तँलाई अघि भनिसकेँ। तेरी सौतिनी आमाले तेरो बहिनीलाई बन्दक जस्तो बनाएर राख्छ। टोलको अगाडि नाटक गरेर ठिक्क पार्छ। कम त पापिनी छ तेरो सौतिनी आमा। धन्न त्यो टोलको डरले तेरी सौतिनी आमाले बहिनीले चाहिँ कलेजसम्म पढाउन पठाएकी छ अरे। के गर्छस्? त्यो पठाउँदाखेरि पनि आउँदाखेरि पनि गुन्डाहरू राखेकी छ अरे। कलेजमा छ नि, छुट्टी नहुने जेलसम्म बाहिरी गुन्डाहरू बस्छन् रे। कलेजबाट घरसम्म आउँदाखेरि पनि गुन्डाहरू सँगसँगै आउँछन् रे। तेरो बहिनीलाई तेरी आमाले कम्ता दुःख देखियो अहिले। खै बाबु, तैँले त बहिनीलाई छुटाएर लान गाह्रो होला जस्तो छ। भन्न त हजुरले मेरो बहिनीलाई उनीले बन्धक बनाएर राखेका छन्। कलेजबाट आउँदा जाँदा गुन्डा खटाएका छन् अनि कोठामा थुनेर राख्छन् भन्नुभयो। यसरी राख्नुको कारण चाहिँ किन काका?
त्यो नामको सम्पत्ति छ नि, सम्पत्ति त्यही खानको लागि हो। तेरी सौतिनी आमाले भएभरको सम्पत्ति हडप्न खोजी, त घर छोडेर भागिहालिस्। तर तेरी पापिनी सौतिनी आमालाई यो कुरा चाहिँ पक्कै थाहा छ, एक दिन न एक दिन त बहिनी खोज्दै घरतिर आउँछस् भनेर। त्यसकारण तेरी सौतिनी आमाले बहिनीलाई बन्धक बनाएर राखेको। मलाई त बहिनीको साह्रै चिन्ता लागेको छ। बहिनीलाई लिन जान पाए हुन्थ्यो। तेरो बहिनी लिन जाने अहिले यो सही समय होइन। 2-4 दिन माहौल बुझ्दै गरौँ। मेरो पनि वडामा 2-4 दिन धेरै काम छ, त्यसपछि तर म तेरो बहिनी लिन जाउन। ल हुन्छ काका। एकछिनै काका फोन यस्तो छ। बिना भन त। बाबा म के बाबु तिमी पो फोन कसले लगाइदिएको? म त आफै फोन लगाऊ, म त बाटो छु। अनि आमाहरू चाहिँ खैरा? आमा त गाउँ जानु भयो। बाबा मलाई माया धेरै लाग्छ। मलाई हो र? म अब छिट्टी आउँछु बाबु। तिमी ज्ञानी भएर बस्नु, आमालाई चाहिँ नसताउनु है। म त ज्ञानी भएर बसिरहेको छु। अहिले कसैलाई पनि सताउने छैन। हुन्छ। अहिले राम्रोसँग बस्नु। के हो केटा, घरसम्म गरिसके जस्तो छ नि। हो काका, एउटा बाबु पनि छ। ए ल, धेरै राम्रो। अब पिर नगर। बहिनीलाई छुट्याएर 2-4 दिनपछि ल्याइसकेपछि तेरो बुढीलाई गाउँमा बोला। मैले नातिको मुख हेर्नु परेन, हो भोज खानु परेन। परे ल जाम। आयो। मैले बाबालाई फोन गरेको थिएँ। बाबालाई फोन गरेको थिएँ रे? तिमीलाई फोन गर्न आउँछ र? मलाई फोन लगाएर आइहाल्छ नि। नयाँ नम्बरबाट कल लाग्छ त, कसको रहेछ? उठाउन न। हजुर भन्नुहोस् त, को बोल्नु भएको होला? म डाक्टर रमेश बोल्दैछु। हजुर भन्नुहोस् त सर, के काम थियो कि? काम त थियो तपाईँहरूसँग होइन, निर्मलसँग थियो। निर्मलको नम्बर होइन र? हो, यो निर्मलको पुरानो नम्बर हो। निर्मलले नयाँ नम्बर लगेर जानुभएको छ। अहिले निर्मल त नजिक हुनुहुन्न। केही काम छ भने भन्नुहोस् न, म निर्मललाई भनिदिउँला। मलाई चाहिँ निर्मलसँगै भेटेर कुरा गर्नु थियो। उहाँ अहिले कहाँ पुग्नु भएको छ, कहाँ हुनुहुन्छ, उहाँको ठेगाना र नम्बर मलाई दिन सक्नुहुन्छ? हस्, नम्बर टिप्नुहोस् त। हजुर सर। कसको भन्नुहुन्छ दिदी? खोइ डाक्टर भन्नुहुन्छ। जहिले पनि तनावै तनाव, झगडा हुने, कहिले छोरीको घर बिग्रिने, कहिले छोराको घर बिग्रिने। बल्ल बल्ल धेरै समय पछाडि समस्याको समाधान हुँदै आउँदैछ। मान्छेको मन त रमाउनु पो चाहन्छ त। धेरै समय भयो आफन्तीहरूसँग बसेर मिठो गफ गरेर, मिठो मसिनो पकाएर सँगै खानु पनि नपाएको। ए छोरा, आफ्नो बहिनीलाई फोन गर, सबै परिवार यहाँ आउनु भनेर, यतै खाने, एक रात यतै बस्ने गरेर। हस् बुवा।
एकछिन छोरा के भयो आमा? त्यो फोन राख पहिला। होइन ए बुढा, तपाईँ चाहिँ के हुनुभएको हँ? अब छोरी र नातिलाई त यो घरमा बोलाउँला, ल्याएर राखौँला, खुवाउँला, ल माने मैले, ठिकै छ। अब आफ्नै छोरीमाथि सौता थप्ने त्यो निर्मल र त्यो छोरीको सौता बनाउँदी, त्यसलाई यो घरमा ल्याएर कसरी राखेर खुवाउन सक्छु हँ मैले? भले ज्वाइँले हाम्रो छोरीमाथि सौता हाल्यो, तर के गर्नु, उनीहरू अहिले एउटै परिवार भएर रमाइरहेछन्, मिलिरहेछन्। हामीले किन पिर गर्नु पर्यो? हो आमा, बुवाले ठिक भन्दै हुनुहुन्छ। रगतका नाता हुनेहरू मात्रै आफन्त हुँदैन, भावनाका नाता हुनेहरू पनि आफन्त हुन सक्छन्। राम्रो मान्छे त्यो हो जसले सबैलाई सम्मान गर्छ, जसले सबैलाई आफन्त ठान्दछ। यसै पनि हामी मान्छेको जीवन कति नै लामो हुन्छ र। यो 2 दिने जीवन नराम्रो होइन, राम्रो भएर कटाउँदा राम्रो। ल छोराले कति राम्रो कुरा गर्यो, छोराले भनेको कुरा ठिकै त हो नि। ल ल छोरा, तेरो आमाको कुरा नसुन, बहिनीले फोन गरेर बोलाऊ। हस् बुवा। हेलो दाइ, दर्शन। दर्शन बहिनी, दर्शन सन्चै छेस? म ठिकै छु दाइ। हजुरहरूलाई कस्तो छ? हामी पनि सन्चै छौँ। ए सुन त बहिनी, तिम्रो समय के कस्तो छ? यदि फुर्सदै छ भने तिम्रो सबैजना यतै बस्ने खाने गरेर आऊ न त। हुन्छ दाइ, फुर्सद त फुर्सद नै छ, हामी मिलाएर आउँछौँ नि। फोन तिम्रो मामाको, तिम्रो मामाले मामा घर आउनु भन्नुभएको छ। अब हामी मामा घर जाने आज। कति बेला जाने मामा घर? अब गइहाल्ने एकछिनमा। जुमा, तिमी पनि तयार हो, तिमी पनि हामीसँगै जानुपर्छ। खै दिदी, म त के जानु, मलाई त अप्ठ्यारो लाग्छ। अप्ठ्यारो लाग्छ भनेर कहाँ हुन्छ र? हामी चाहिँ माइत जाने, अनि तिमी चाहिँ यहाँ एक्लै बस्नु पनि त भएन। त्यसैले तिमी तयार हुँदै गर, म चाहिँ उता गएर कोसेलीहरू तयार पार्छु। बस्दै गर है। ल बाबा, बहिनीहरू आउने भयो अरे। ए आउने भए। यहाँ सुन छोरा, अब कुखुरामा त बर्ड फ्लू आएको छ अरे, र कुखुरा त हामीले खाँदै पनि खाँदैनौँ। अब यहाँ सुन, बजार जा, यो 2000 को खसीको मासु ले, अनि यहाँ सुन, हाम्रो नातिलाई यसो बिस्कुट सिस्कुट अनि चिसो मिलाएर लिएर आइज है त। हस् बा। ल राम्रो ल। ओए त किन झोक्रा कि? जा चुलातिर पकाउने तयारी गर। आमा नमस्ते। आइपुग्यौ? आमा नमस्ते। चल चल चल, बुवा घरमै हुनुहुन्छ, बस्दै गरेर म दुईटा खाल पखालेर आइहाल्छु। आउँछ। बुवा नमस्ते।
नमस्ते नमस्ते हेलो दादी के छ नमस्ते भन नमस्ते अनि छोरी जोइले त मैले देखेँ त उहाँ त काम परेर पल्लो गाउँ जानुभएको छ बुवा। ए सबै परिवार भएर जम्मा भएर गफसफ गरौँ मिठो मिठो कुरा गरौँ भने त जोइ त उतातिर पो लाग्नु भएछ आहा मेरो नाति आउनुहोस् आउनुहोस् मेरो नानी आको गालो खै कति राम्रो छ मेरो नानी वाह आमा लिनुहोस् कोसेली। यो कोसेली त नल्याएको भए पनि हुन्थ्यो यो कोसेली सँगसँगै यहाँ कोही कोही मान्छेलाई पनि नल्याएको भए हुन्थ्यो। ए बुढी अनि छोरी जोइ अर्को गाउँ जानुभएको छ भन्यो अनि के कति कामले जानुभएको हो काकालाई भेट्ने भन्दै हुनुहुन्थ्यो बुवा त्यसैले जानुभएको। ए सराइस ल ल बाहिर के गफ गर्नु ए बुढी भित्र हिँड पक्का तुलै गर सबै जान्छौँ ल आऊ मेरो नाति छोरी तँसँग एउटा कुरा गर्नु छ एकछिन पख्त भन्नुहोस् न आमा के कुरा हो। छोरी म आफ्नो खुट्टामा आफैले बन्चर हान्दैछिस् सौतासँग छुट्टिएर यहीँ बस भन्दा त मानिनस् मानिनस् अहिले फेरि त्यही सौतालाई यहाँ पनि लिएर आइस् त किन यस्तो गर्दैछस् छोरी भइगयो त आमा ऊ र म सौता भए पनि ऊ र म सौता सौता जसरी बसेको छैनौँ हामी त दिदीबहिनी जसरी मिलेर बसेका छौँ। ऊ पनि त एउटा छोरी चेली हो म माइत आएको देख्दा उसलाई पनि त माइत जान मन लाग्छ होला त्यसैले मैले उसको मन खल्लो नहोस् भनेर यहाँ लिएर आएकी हो। यसै पनि आमा हामी धेरै मिलेर बसेका छौँ। अहिले मिलेर बसेका छौँ भनेर हुँदैन नि छोरी यसले त तेरो अगाडि राम्रो बन्नलाई जस्तो पनि नाटक गर्न सक्छ आखिर ऊ तेरो सौताना हो यहाँ अहिले आफ्नै मान्छेको त भर हुँदैन भने यो त तेरो सौता हो को हो देखेकी छैन संसारमा आफ्नो लोग्नेको माया पाउनलाई यिनीहरूले जस्तो पनि नाटक गर्न सक्छन् अहिले यसले तँसँग मिलेको जस्तो नाटक गरेकी छे आफ्नो लोग्नेको माया पाउनलाई भोलिपर्सि जे पनि गर्न सक्छ। आमा झुमा तपाईँले सोचेकी जस्तो छैन मैले सोचेको जस्तो त छैन भन्छस् छोरी जे भए नि मान्छेको मन हो कतिखेर परिवर्तन हुन्छ थाहा हुँदैन आफू बचेर रहनु म त तेरो आमा हो नि तँलाई सम्झाएको मात्रै हो ल हिँड्भित्र नातिलाई ल खानुहोस् ल भोक लाग्यो होला छोरी ल ल
ल हुन्छ त आमा बुवा दाइ हामी जान्छौँ राम्रोसँग बस्नु है तपाईँहरू ल 2-4 दिन बसेर जाऊ भनेको मान्दै मानेनौ लिऊ छोरी होइन बुवा पर्दैन भनेर हुन्छ यो त मैतीको रीतिरिवाज हो ल छोरी अल्ला मेरो नातिलाई पनि पैसा बाटोमा चक्लेट किनेर खानु ल बुवा आमा अब हामी जान्छौँ है ल ल छोरी ए छोरा बहिनीहरूलाई माथि बाटोसम्म पुऱ्याएर आऊ है त ल जाऊ बाई बाई नाति बाई बाई भोलि पछि आउनुहोस् होइन ए बुढा तपाईँ पनि के भएको छोरीलाई त दिनुभयो त्यो अर्की नखर मौलीलाई 1000 रुपियाँ दिने त्यो 1000 रुपियाँ भइदिएको भए अहिले घरमा तरकारीमा नुन र भुटुन कति दिनलाई पुग्ने आउँथ्यो चुप लाग बुढी हाम्रो छोरीले मात्रै पैसा दिँदाखेरि त्यो झुमा छोरीले के सोच्ला थाहा छ जेसुकै सोचोस् हाम्रो छोरीमाथि सौता हुन आउने अझ के सोच्ली भनेर पैसा दिएको भन्नुहुन्छ तेरो बानी पनि कहिले पनि नसुत्ने भयो होइन रुबिना अनि तेरो भेनाजी र भतिजा खोइ त उहाँहरू त कसरत गर्न बाहिर जानुभएको छ ए हो ल ल चिया पकाउँदा सुन्नुहोस् त निर्मल मगरको काकाको घर यही होइन हजुर हो हजुर चाहिँ को होला म डाक्टर हो निर्मलसँग सानो काम थियो ए हो र बस्नु सर आउनुहोस् बहिनी सुकुल ल्याऊ त डाक्टर साहब निर्मलसँग काम छ त भन्नुभयो के काम थियो होला त्यस्तो खासमा मैले निर्मललाई नै भेटेर कुरा गर्न पर्ने थियो के कुरा हो र डाक्टर साहब हामीलाई भन्दा हुन्छ हामी भनिदिइहाल्छौँ अलिकति जरुरी नै कुरा थियो त्यसैले निर्मलहरू त अहिले बाहिर गएको छन् उनीहरूलाई आउन समय लाग्छ हामीले भन्नुहोस् न हामी भनिदिइहाल्छौँ ल ठिक छ निर्मलको नि फोन लागिरहेको छ होइन निर्मललाई भन्ने कुरो म तपाईँहरूलाई सुनाउँछु निर्मललाई भन्नु होला केही समय अगाडि निर्मल हाम्रो हस्पिटलमा जँचाउन आउनुभएको थियो त्यतिखेर रिपोर्ट तलमाथि परेर चाहिँ उहाँलाई क्यान्सर भएको पुष्टि भयो भनेर हामीले भनेका थियौँ त्यो दिन उहाँकै नाम गरेको अर्को मान्छे पनि जँचाउन आउनुभएको थियो खासमा उहाँकै नाम गरेको अर्को मान्छेलाई क्यान्सर रहेछ हामीले रिपोर्ट दिँदाखेरि अगाडि पछाडि बोलाएछौँ त्यसरी नै गलत रिपोर्ट निर्मलको हातमा परेको थियो यो कुरा निर्मल जँचाउन आएको केही समयपछि हामीलाई थाहा भयो तर त्यति बेला भन्ने मौका हुँदै पनि यो कुरा मैले निर्मललाई भनिनँ विगतमा मैले पैसाको लागि अरूलाई दुःख दिएको छु तर आफ्नै परिवारमा ठुलो घटना घट्यो त्यो घटनाले मलाई ठुलो पाठ सिकाएको छ त्यसैले म विगतमा गरेका गल्तीहरूलाई अहिले मैले सच्याउने कोसिस गर्दैछु त्यसै क्रममा निर्मलको फाइल पनि मैले पल्टाएँ निर्मललाई म सत्य कुरा भनौँ भनेर धेरै पहिलादेखिबाट म सम्पर्क गर्न खोजिरहेको थिएँ उहाँ यता आउनुभएको खबरले यहाँसँग आइयो निर्मललाई खास गरी केही पनि रोग छैन तपाईँहरूले भनिदिनु होला ल हुन्छ त ल ल बस्नुहोस् है त अब त सर्प पनि मर्ने भयो लाठी पनि नबाचिने भयो कसरी दिदी डाक्टरले भने अनुसार निर्मलले अहिले मलाई क्यान्सर रोग लागेको छ अब मसँग धेरै समय छैन भनेर बसिरहेको छ त आफै सोच्दा निर्मलले आफू स्वस्थ छु भनेर भन्ठानेको भए पो सम्पत्तिको लोभ हुनु
र केही गरौँ भन्ने आश हुन्थ्यो। तर यो कुरा निर्मललाई थाहा छैन, आफ्नो मृत्यु नजिकै छ भनेर सोचिरहेको छ। आफ्नो मृत्यु नजिक आइरहेछ भन्ठानेर यो सम्पत्तिको मलाई केही पनि काम लाग्दैन भनेर सोचिरहेको होला। त्यसैले निर्मललाई फकाएर तिम्रो मृत्युपछि यो सम्पत्ति तिम्रो कान्छी आमाले खाइदिन्छे। त्यो भन्दा बरु अहिले तिम्रो सम्पत्ति हाम्रो नाम गरिदेऊ। त्यो सम्पत्ति हामी बरु बाल आश्रमतिर दान गर्छौँ भनेर निर्मललाई फकाउनु पर्यो। यति निर्मल स्वस्थ भएको भए उसको नाममा भएको सम्पत्ति हाम्रो नाममा गरिदेऊ भन्नलाई हामीलाई अप्ठ्यारो हुन्थ्यो। त्यसैले यो मौकाको फाइदा उठाउनु पर्यो। हो दिदी हो, तेरो दिमागलाई मैले माने। ए तपाईँहरू आइपुग्नु भयो? आइपुगेँ। मलाई उडा गरेर जानु हतार भयो। मेरो त्यो झोला लिएर जाउँ त। ए खानासाना खाएर जानु होला नि, खाना पकाउँछु। खाना म पछि खाँदै गरौँ न। जाऊ झोला ल्याइदियो, मलाई हतार छ। अनि भतिज सब भित्र गएर आराम गर्दै गर्नु जा। हुन्छ हुन्छ। अनि आराम छ नि? गइहाल्नु हुने हो र? गइहाल्नु पर्यो। उडामा मिटिङ छ, अरू सबैजना पुगिसके। ए ल ल, चाँडो गएर आउनु न। ल दिदी, बेलाजु पनि घरमा छैन। यही बेला हो, गएर त्यो निर्मलसँग कुरा गरिहाल्नु। ल ल जाउँ। काकी, के भयो तपाईँहरूलाई? दुवैजना निकै निराश देखिनु भएको त। के गर्ने र बाबु भतिज, तिमीलाई ठुलो रोग लागेको छ भनेर हामीले थाहा पायो। यस्तो थाहा पाउँदै कसरी खुसी हुन सक्छु त? तिमी आफै भन त निर्मल, तिम्रो यस्तो अवस्था थाहा पाएपछि निराश नभएर के गर्नु त? सबै मान्छेलाई पुरै जिन्दगी कटाउने कहाँ अधिकार हुन्छ र? चित्त बुझाउनु पर्छ। मैले त चित्त बुझाइसकेको छु। हो त नि भतिज, यो कुरा सुन्दा त हामीले छ्याङ्ग पर खसी जस्तै भयो। अनि तिमीसँग एउटा कुरा गर्नु थियो। भन्नुहोस् काकी, के कुरा? तिम्रो त्यो ओडा कार्यालय छेउमा भएको जग्गा छ नि, अब यसै पनि तिम्रो मृत्युपछि त्यो जग्गा सौदनी आमाले हडप छिन्। तिम्रो सौदनी आमा कति पापी छिन् भन्ने कुरो त तिमीलाई पनि थाहा छ। त्यो भन्दा बरु अहिलेले जग्गा हाम्रो नाममा पास गर्दियो। त्यो सम्पत्ति तिम्रो सौदनी आमाले हडप्न पाउँदैनन्। पछि त्यो तिम्रो जग्गा पनि बाल आश्रम, वृद्ध आश्रममा हामी लगेर दान गरिदिन्छौँ। अब तिमीलाई तिम्रो जग्गा पनि खेर नजाने, तिमीलाई धर्म पनि हुने। हुन्छ काकी, अब धर्म कर्मै हुन्छ भने म त्यो जग्गा तपाईँहरूको नाममा अहिले पास गरिदिन्छु। पछि तपाईँहरूले दान गरिदिनु होला। के गर्नुपर्छ भन्नुहोस् न, म तयार छु। मैले कागजपत्र सबै मिलाइसकेको छु, अब सही गर्नु मात्रै बाँकी हो। ल यहाँ सही गर त।